बाइबलले हामीहरूलाई परमेश्वर प्रेम हुनुहुन्छ भनेर बताउँदछ। परमेश्वरको प्रेम हाम्रा गल्तीहरूभन्दा महान छन्। रोमी 5को 6 र 7मा किनकि हामी शक्तिहीन हुँदा ठिक समयमा ख्रिस्ट अधर्मीहरूको लागि मर्नुभयो, तर परमेश्वरले हामीलाई आफ्नो प्रेम यसरी प्रकट गर्नुभयो कि हामी पापी छँदै हाम्रो लागि उहाँ मर्नुभयो। उडन्ते पुत्रको दृष्टान्तमा हामी लुका 15को 19देखि 23मा परमेश्वर पिताले जस्तै उडन्ते पुत्रको पिताले उडन्ते पुत्रलाई प्रेम गरेको हामीहरू देख्न सक्दछौँ। परमेश्वर प्रेम हुनुहुन्छ, जसले प्रेम गर्दैन उसले परमेश्वरलाई चिन्दैन, किनकि परमेश्वर प्रेम हुनुहुन्छ भनेर हामीलाई पहिलो यूहन्ना 4को 8ले बताउँदछ। यसु ख्रिस्ट क्रुसमा मरेर उहाँले प्रेमको बयान गर्नुभयो। पहिलो यूहन्ना 3को 16। यसैबाट हामी परमेश्वरको प्रेम बुझ्छौँ कि उहाँले हाम्रो लागि आफ्नो जीवन अर्पण गर्नुभयो। आमेन।